तो चलिए शुरू करते हैं। के अरे यस्तो नि भला कसले हेर्ला यस्तो भुजाडी भला म यो आँखै नभाले सुनौ भने मात्रै आँखा भाले त तेरो त आउन नपाए कटाइदिन्छ मोबाइल देखेर नठडा नि फेरि मेरो भाइ गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रो भान्सामा फर्सीको तरकारी पाकिसकेको अवस्था छ। यतापट्टि खाना रेडी भइसकेको छ र हाम्रो यहाँ चाहिँ क्याप्सिकम आलुको तरकारी पनि रेडी भइसकेको छ। हाम्रो बुवा चाहिँ मोबाइल चलाउन व्यस्त हुनुहुन्छ, भाउजू कलमा व्यस्त हुनुहुन्छ, हाम्रो भाइ यहाँ सुतिरहेको छ। हाम्रो मम्मी चाहिँ हाम्रो सानीमासँग कलमा जोडिरहनु भएको छ। कलमा चाहिँ सल्लाह हुँदैछ हाम्रो सानीमा मम्मीको के कुराहरू हुन्। फेरि एकचोटि हाम्रो मम्मी चाहिँ सानीसँग राखिनु भयो भनेर के अरे यस्तो नि भला कसले हेर्ला यस्तो भुजाडी भला म यो कसले हेर्छ यस्तो भुस्काट यो हेर्ने मान्छे चाहिँ आँखै नभाले सुनौ भने मात्रै आँखा भाले त तेरो त आउन नपाए कटाइदिन्छ। अरू 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 केही छ मम्मी भनाइ? हाम्रो बुवा चाहिँ खाना पस्किँदै हुनुहुन्छ। अब खाना खाने बेला भइसकेको छ। भाउजू यहाँ तरकारीमा नुन चेक गर्दै हाल्दै हुनुहुन्छ। मोबाइल देखेर नठडा नि फेरि मेरो भाइ खाना खाइसके पछाडि चाहिँ मैले बिहान उसले मलाई नछुनालाई यो मैले निजाएर नबोलाला खाना खाइसके पछाडि चाहिँ हाम्रो मम्मी घाम ताप्दै हुनुहुन्छ जाडो भयो भनेर। बिहान बिहानै लुगा धुनु भएछ, नुहाउनु भएछ, धेरै चिसो फोहोर मैले बनाएको थिएँ। मैले त उडा फोरी कसरी फोरी भन्न मिल्छ मलाई? हाम्रो सन्तान मान्छे लुगा नधोइ फोरी होइन।